बाघ बाघ भन्ने शब्द सुन्दा बित्तिकै तपाईको अनि हाम्रो मन मस्तिष्कमा एउटा डर त्रास पैदा हुन्छ अथवा भनौँ डर त्रास भाव चाहिँ एउटा पैदा हुन्छ हाम्रो मन मस्तिष्कमा। त्यो बाघ अथवा भनौँ जङ्गलको एउटा राजा नै भनौँ यसलाई भनेर पनि भनिन्छ। बाघ जुन जङ्गलमा चाहिँ फिरन्ते जीवन भनौँ आफ्नो मन अथवा आफ्नो इच्छा अनुसार चाहिँ घुम्दै फिर्दै शिकार गर्दै जीवन काटिरहेको बाघ चाहिँ एउटा बन्द कोठा अर्थात् चारैतिर बन्द पर्खालभित्र चाहिँ कसरी जीवन काटिरहेको छ भनेर म तपाईँलाई त्यो देखाउँछु। यो दृश्यहरू चाहिँ त्यो के कसरी चाहिँ उसले आफ्नो दैनिकी गर्छ त्यो बन्द पर्खालभित्र भन्ने कुराहरू देखाउँछु ल। त्यो देख्नुभयो त्यो चाहिँ त्यो बाघको चाहिँ वासस्थान हो, बस्नलाई चाहिँ बनाइएको गुफा भनौँ हैन। अनि त्यसै गरी यो रुखको छहारीमा चाहिँ एउटा यसलाई के भन्छ के भन्ने भन्दाखेरि नि हामीहरू चाहिँ पलङ खाटहरूमा बसे जस्तै त्यसलाई पनि चाहिँ उच्चो ठाउँमा बस्नका लागि बनाइएको आराम गर्नका लागि बनाइएको हो हैन। एउटा चाहिँ बसिरहेको छ, अर्को चाहिँ तल हिँडुल गरिरहेको छ। लाग्छ त्यो हिँडेको बाघलाई देख्यो भने चाहिँ फिरन्ती जीवन बिताइरहेको प्राणी चाहिँ यसरी बन्द पर्खालभित्र बस्दाखेरि चाहिँ कसरी छटपटाउँछन् अथवा कसरी अत्यास मान्दा रहेछन् भन्ने एउटा बुझ्न सकिन्छ। त्यो गाएको ठाउँ चाहिँ यो बाघलाई चाहिँ त्यहाँबाट चाहिँ आहार दिइन्छ उसलाई खानका लागि। त्यो भएर त्यो ठाउँमा गएको हुनसक्छ त्यो बाघ चाहिँ, त्यो आहार दिने ठाउँ है। ल यसरी आउँछ हैन, यसरी आयो कि यो एकदमै छटपटिएको जस्तो लाग्छ। यसो हेऱ्यौ भने अत्यास मानेको हो कि भन्ने लाग्छ। ल हेर्नुहोस् यसरी आफ्नो जिन्दगीहरू कटाइरहेका छन् यिनीहरूले बन्द पर्खालभित्र। चारैतिरबाट घेरिएको ठाउँमा चाहिँ यसरी बस्नका लागि चाहिँ उनीहरूलाई व्यवस्थापन गरिएको छ। यो दृश्य हेऱ्यो भने चाहिँ लाग्छ गर्लफ्रेन्ड बोयफ्रेन्ड हो कि भन्ने लाग्छ है। ल हेर्नुहोस् एकअर्कामा चाहिँ आफ्नो आत्मीयता भनौँ माया प्रकट गरेको हो भन्ने लाग्छ। हो नै जस्तो त्यो उता हिँडिरहेको बाघ चाहिँ जेन्ट्स अथवा भनौँ पुरुष जाति अथवा भन्छौँ भाले जाति भनेर भन्छन् हैन। अनि यो यतापट्टि साइडमा जुन बसिरहेको छ यो चाहिँ स्त्री जाति अथवा चाहिँ लेडिज जाति भनौँ न हैन। त्यो चाहिँ बसेकोवाला है, अहिले पर पनि बसिआछ। त्यो त्यति धेरै बस्दैन, त्यो छटपटिरहेको छ, त्यो त्यति धेरै बस्दैन। अब फेरि छिन्ने उठ्ने हिँड्ने गर्छ उसले चाहिँ। यो बसेको स्त्री जातिले चाहिँ अलिकति आराम गरि